शान्त बस, ढाड गर्दन सिधा, बिस्तारै 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 श्वास लिन र फाल्ने काम गर्नु र जसले गर्दा हाम्रो शरीर स्वस्थ हुन्छ। ढाड गर्दन सिधा भयो भने पेट अनि छाती मस्तसँग हावा भरिन पाउँछ, जसले गर्दा शरीरमा चाहिँ पुरा हावा भरिन पाउँछ, अक्सिजन भरिन पाउँछ, शरीर स्वस्थ हुन्छ, रोगबाट टाढा हुन्छ अनि हामी दिन प्रतिदिन खुसी हुँदै आनन्दित हुँदै हाम्रो जीवन जिउन सक्छौँ। अब हाम्रो आज चर्चाको विषय छ योगासन। योगासन के हुन्, योगासन कसरी गर्ने, योगासनका सावधानी के हुन् र अन्य व्यायाम, अन्य पिटीहरू, अन्य कसरतहरू, विभिन्न खेलहरूका कुराहरू हामी चर्चाको विषयमा गर्नेछौँ। सबैभन्दा पहिला हामी योगासनतर्फबाट सुरु गरौँ। संसारमा धेरै योगका आसनहरू छन्। भनिएको छ 84 लाख योगासन छन् भनिएको छ। ती मध्ये 84,000 योगासन अभ्यासमा ल्याइएको छ। अहिले पछिल्लो समय अध्ययन गर्दाखेरि भेटिएको छ। ती 84,000 योगासनमा करिब 812वटा योगासनहरू अहिले योगमा सिकाइन्छ, जसले पतञ्जलि योग सूत्र फलो गरेको छ, जसले पतञ्जलि योगका कुराहरू नियमलाई पालना गरेको छ। त्यो पतञ्जलिमा आबद्ध हुने मान्छेहरूले 816, 812, कहिले 1012 सम्म चाहिँ योगासनहरू गरेको भेटिएको छ। तथापि ती 84,000 योगासनहरू कहाँ परेको हुन्छन् त? ती 84,000 योगासनमा 1-2 हजार योगासनहरू सूक्ष्म आसनको रूपमा प्रयोग गरिएको छ। एवं रीतिले अन्य योगासनहरू करातेमा, जुडोमा, बक्सिङमा, उसुमा, तेक्वान्डोमा र एवं रीतिले अन्य विभिन्न खेलहरूमा प्रयोग गरिएको छ। र ती आसनहरूलाई हामीले सावधानीपूर्वक प्रयोग गर्यो भने ती आसनहरूलाई सहज तरिकाले, सजिलो तरिकाले, सजिलोबाट गाह्रोतर्फ चाहिँ हामीले आसनहरू अभ्यास गर्यौँ भने कुनै पनि आसनले हानि गरेको छैन भनिएको छ। यदाकदा भेटिन्छन् 100 जना, 200 जना, 500 जना, 1000 जना मान्छेमा 1-2 जना मान्छेलाई आसनले असर गरेर, प्राणायामले असर गरेर हानि भएको भेटिएको छ। तर त्यो अपवाद हो। अपवादमा तिमी पनि पर्न सक्छौ, म पनि पर्न सक्छु, जो कोही मान्छे पनि पर्न सक्छ। मैले विभिन्न ठाउँमा योगासन सिकाउने क्रममा, योग अभ्यास सिकाउने क्रममा, प्राणायाम सिकाउने क्रममा 1-2 जना मान्छेहरूले हप्ता 10 दिनको क्लास लिइसकेपछि उहाँहरूले भन्नुभयो कि म निरन्तर गर्छु भन्नुभयो। केही मान्छेहरू निरन्तर गर्नुभयो, केही मान्छेले हप्तामा 1-2 दिन गर्न थाल्नुभयो। पछि जब चाहिँ भेट भयो उनीहरूलाई सोधेँ मैले, मलाई त असर गर्यो नि, यो कपालभाति प्राणायाम गरेको मलाई हानि गर्यो, अनुलोम विलोम प्राणायाम गरेको हानि गर्यो, यो आसन गरेको मलाई असर गर्यो, मलाई गाह्रो भयो, मलाई अप्ठ्यारो भयो, मेरो हात खुट्टा दुख्न थाले, झन् गाह्रो अप्ठ्यारो भएपछि म गर्न छोडिदिएँ भन्ने कुराहरू